साँझको चिसो यो भित्र बस्छ होइन, तपाईँलाई यो भित्र आएको थाहा नै हुँदैन। तर तपाईँको वरिपरि अचानक गहिरोभरि हाड भएर बस्छ। यो खुसी, हरिको खुसी। ऊ भन्थ्यो, बा यो सबैभन्दा राम्रो ठाउँ, यहाँबाट बर्खाका बादलहरू बगेको हेर्न मिल्छ। ऊ यहाँको बर्खा कहिल्यै छुटाउँदैन थियो, तर ऊ अहिले आफै छुट्यो। 12 वर्ष उसले आफ्नो तालिमको लागि प्लेन टिकट काटेको 12 वर्ष भयो। त्यो तालिम क्यानाडामा, नयाँ जीवन बदलेको पनि 12 वर्ष भयो। माया, उसको बहिनी माया 2 वर्षपछि गए। बुढी बुढी एम्बुलेन्स एम्बुलेन्स एम्बुलेन्स। प्रोफेसर, मेरो बुढीलाई के भयो? सरी भाग्यरामज्यू, उहाँ अब यस दुनियाँमा रहनु भएन। उता मेरो छोरा विदेशमा के गरिरह होला? आमाको बिहान नै आएन विदेशमा। हरि, तिम्रो आमा बुवालाई कस्तो छ? पैसा पठाइराख्नु। अझै मसँग बुढा यो दसैँमा त आफ्नो लागि कपडा किनौँ। छोरा फुटबल खेल्ने रे, उसको लागि नयाँ बुट किन्ने हो। म त्यसकै लागि पैसा जोगाएर राखेको छु। ए बुढी, छोरालाई क्यानाडा जानको लागि 20 लाख चाहिएको थियो। मसँग त 15 मात्र रहेछ। अब के गर्ने होला? मेरो माइतले दिएको यो मङ्गलसूत्र, कानका बाला र यो सानो औँठीको कस्तो 5 लाख नआउला र? ड्याड, आमा सुन्नुहुन्छ? आमा सन्चै हुनुहुन्छ छोरा? ड्याड ड्याड, हामीले तिमीलाई शिक्षा दियो, पक्रिता दियो, तिमीलाई पक्रिता दियो, तर तिमीले आफ्नो गुण छोडेर धेरै टाढा गयौ। तिम्रो हाम्रो उत्कृष्ट जीवन होस् भन्ने चाहन्थ्यौ, तर अहिले उत्कृष्ट खानै बिना भयो। तिमीहरूको महँगो उपहार र पैसाले हाम्रो साथ देला, तर तिमीहरूको साथ बिना हाम्रो साथ अधुरो छ। तिनीहरू धेरै पैसा पठाउँछन्, तर यो घरलाई पैसाको र महँगो उपहारको जरुरत छैन। यो घरलाई त केवल हरिको चर्को सङ्गीत र मायाको खाँचो परेको छ। मेरो शरीर अझै स्वस्थ छ, म अझै स्वस्थ छु। म मेरो बुढी बिना पनि एक्लै बाँच्न सक्छु, तर मेरो छोरा र छोरी उनीहरू विदेशमा गएर एक्लै बस्दा पनि मेरो छोरा तिमी अझै आएनौ। तिमीलाई पठाएको पैसा मैले ब्याङ्कमा कति राखेँ, तर त्यो राखेर मात्र भएन। यो पालि झन् बढी पैसा पठाएर खुसी होलान् भनेको, तर फोनै उठाउँदैनन्।